के तपाईँलाई थाहा छ वान पिसको वान अफ द मोस्ट ब्रुटल भिलेन ब्ल्याक बियर्ड इज इन्सपायर्ड फ्रम नेपाल्स वान अफ द मोस्ट रुथलेस रुलर अफ अल टाइम जङ्ग बहादुर राणा हो। यो कुरा साँच्चै हो। सबैभन्दा पहिला एउटा एनिमेटेड क्यारेक्टर रियल क्यारेक्टरबाट मिल्नुको सबभन्दा पहिला चिज के होला? त्यसको पर्सनालिटी, क्यारेक्टर र बिहेभियर। पहिला त्यसको बारेमा हामी कुरा गरौँ। इफ यु डोन्ट नो, जङ्गबहादुर राणाको कनेक्सन भीमसेन थापासँग थियो। हो, जङ्गबहादुर राणाको आमा भीमसेन थापाको भतिजी थिए। त यसले हामी बुझ्न सक्छौँ कि जङ्गबहादुर राणा भीमसेन थापाको नाति नै पर्यो। अब हामी बुझाउँछौँ ब्ल्याक बियर्डको। वी अल नो ब्ल्याक बियर्डको फादर को छ? रक्स दी जब्याक। यति काफी हो, यति काफी रक्स। त्यसपछि ब्ल्याक बियर्डलाई व्हाइट बियर्डले लिएको थियो आफ्नो क्रुमा, किनकि सायद यहाँ एउटा एजम्सन लिन कि हामी व्हाइट बियर्डलाई थाहा होला कि ब्ल्याक बियर्ड जबेकको छोरा हो, अनि व्हाइट बियर्ड जबेकको क्रुमेट पनि थियो, इफ यु डोन्ट नो। त्यसपछि राजा राजेन्द्र वीर विक्रम शाह, उहाँले जङ्गबहादुर राणालाई आफ्नो कासनमा लिएको थियो, किनकि उहाँको रिलेसन चाहिँ भीमसेन थापाको सँग थियो। त्यसैले वीर विक्रम शाहले उनलाई आफ्नो राजदरबारमा ल्याएको थियो। बुझ्नुभयो? अब त्यसपछि कोट पर्व। जङ्गबहादुर राणा जस्ट क्रस्ड द इन्टायर शाह रेजिमेन्ट एन्ड स्टार्टेड राणा रेजिमेन्ट। उहाँले पुरै शाह रेजिमेन्टलाई हानिदियो, अनि त्यसपछि उहाँले राजेन्द्र वीर विक्रम शाहको थ्रोन आफूसँग लिइहाल्यो। सेम कसले गरेको थियो यही काण्ड? ब्ल्याक बियर्डले इम्पेल डाउनमा। ब्ल्याक बियर्डले मरिन फोर्डमा व्हाइट बियर्डलाई मारेर व्हाइट बियर्डको एम्पेरर बन्यो। त्यसपछि व्हाइट बियर्डको पुरा क्रुमेटलाई खत्तम गरिदियो। यस, दुईवटा क्यारेक्टर मिल्यो। अब त्यसपछि हामी जाने माइन्ड सेटमा। दुईवटाको माइन्ड सेट मिल्छ। यस, ब्ल्याक बियर्ड हेर्नु, ब्ल्याक बियर्डले रक्सी दिमागले खेल्छ। सेम जङ्गबहादुर राणा। जङ्गबहादुर राणा पनि जहिले पनि दिमागले खेल्छ र उहाँ पनि रक्सी खानुहुन्छ। अनि इफ यु डोन्ट नो, जङ्गबहादुर राणा एउटा वुमनाइजर थिए आफ्नो टाइममा। जसलाई वुमनाइजरको मतलब थाहा छैन, यो पढिहाल, म बोल्न सक्दिनँ यो चिज। त्यसपछि ब्ल्याक बियर्ड पनि दिमागले जहिले पनि स्टार्ट गर्छ गेमलाई, अनि जङ्गबहादुर राणा पनि गेमलाई जहिले पनि दिमागले स्टार्ट गर्छ। पहिला त्यो आफ्नो फिजिकल्ली जाँदैन, कहिले पनि त्यो मेन्टली खेल्छ सबभन्दा पहिला। अनि वी अल नो ब्ल्याक बियर्ड भन्दा ठुलो चिटर कोही छैन वान पिसमा। सेम गोज फर जङ्गबहादुर राणा। त्यो कहिले पनि फेयरली खेल्दैन, ऊ जहिले पनि चिटिङको साथ दिन्छ। त्यसपछि हामी जाने अब कुरा गर्ने ब्ल्याक बियर्डको डेथको बारेमा। त्यो हामी गर्ने पार्ट 2मा। बाई बाई।